हुन्छ तपाईलाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ हामी कसरी डोमेन चाहिँ हाम्रो नाममा फ्रीमा रजिस्टर गर्न सक्छौं भन्ने विषयमा हेर्छौं अनि सिक्छौं पनि। अनि पुरै भाग हामी सिक्ने छैनौं, जस्ट आदि मात्र हेर्नेछौं, सिक्नेछौं। अनि तपाईले चाहिँ त्यसमा चाहिँ आफ्नो पोर्टफोलियोहरु राख्न सक्नुहुन्छ। म एउटा एक्जाम्पल दिन्छु। जस्तो मैले चाहिँ मेरो राजकुमार कार्की भनेर यहाँ छ, टक्क इन्टर हाल्नुभयो भने चाहिँ यहाँ मेरो यसरी पोर्टफोलियोहरु आउँछ। यसलाई जताबाट नि तपाईले रन गर्न सक्नुहुन्छ। अनि यसको लागि चाहिँ मैले यो डोमेन लिएको छु, rajkumar.com, rajkumarkarki.com.np लिएको छु। हुन्छ, यसलाई चाहिँ हामी कसरी गर्छौं सुरु भन्दा चाहिँ यहाँ गएर हामी पहिला सुरुमा register.com.np हान्छौं। अनि यसलाई हामी इन्टर हाल्ने बित्तिकै फर्स्टमा अफिसियल पेज आउँछ। यहाँ तपाईको यस्तो नआउन सक्ला, कन्फ्युजन हुन सक्नुहुन्छ होला। यसलाई म फेरि हाल्नेछु, रजिस्टर गरेर यहाँबाट इन्टर मात्र हाल्नेछु। मेरोमा चाहिँ देखाए, तपाईहरुकोमा पनि यो देखाउँछ। अनि देखाउने बित्तिकै सुरुमा टपमा चाहिँ नेपाल अफिसियल डोमेन रजिस्ट्रेसन भनेर देखाउँछ। त्यसमा क्लिक गर्नुस् अनि यहाँ आएर चाहिँ हजुरले आफ्नो नाम हाल्नुपर्ने हुन्छ। जस्तो मैले चाहिँ राजकुमार हाने, मैले लिइसकेको छु। हेर्नु है त, यो अवेलेबल छ कि छैन। अवेलेबल छैन, किनभने यो नाम मैले लिइसकेको छु। यसलाई मैले जस्ट कपी गरेर यहाँलाई यहाँ ल्याएर यहाँ हान्दै मात्र भने पनि मैले लिइसकेको छु नि त। त्यही भएर चाहिँ यो छैन भनेर भनिएको छ। अनि त्यो भन्दा पहिला हजुरले चाहिँ यसमा लगइन गर्नुपर्ने हुनेछ है। अब जस्तो म यहाँ एउटा नाम हान्छु, यहाँ जस्तो लेख्छु मैले राम बहादुर राई लेखेँ मैले भने मैले यहाँ सर्च गर्दा यो नाम अवेलेबल छ रहेछ। मतलब यसमा चाहिँ तपाईले अब यो नाममा चाहिँ तपाईले रजिस्टर गर्न पाउनुहुनेछ। जस्तो मैले यो गरिसके, अब यो हान्ने बित्तिकै मेरो अवेलेबल छ भनेपछि म यसमा रजिस्टर नाउमा जानेछु। रजिस्टर नाउमा गएपछि यहाँ चाहिँ तपाईले आफ्नो डिटेलहरु भन्नुपर्ने हुन्छ। यो प्राइमरी नेम सर्भर र यो सेकेन्डरी नेम सर्भर चाहिँ म यसको डिस्क्रिप्सनमा तलपट्टि दिनेछु। तर म यहाँ अहिले पनि कपी गरेर हाल्नेछु। मैले यहाँ खोलेको छु है, यहाँनिर छ। यहाँ गएर हेर्नु भने चाहिँ म यसमा यो एउटा कपी गरेर पेस्ट हाल्ने र अर्को मेरो यहाँ छ सेकेन्डरी कपी, गएर मैले यहाँ गएर पेस्ट हाल्दै दुईटा भयो। र तपाईले चाहिँ आफ्नो यहाँ नामहरु डिटेलली भर्नुपर्ने हुनेछ। जस्तो मैले एउटा अहिले चाहिँ लेखेँ राम बहादुर राई भनेर लेखेँ एक्जाम्पलको लागि। अनि यहाँ लेख्नुहुन्छ अर्गनाइजेसन हजुरको के छ, अर्गनाइजेसनमा लेख्नु भए नि हुन्छ। नेपाल नेपालै भइहाल्यो। प्रोभिजन के हो, जस्तो मैले प्रोभिजनमा चाहिँ मैले चाहिँ बागमती प्रदेश राख्थे। तपाईले आफ्नो गाउँ ठेगानाहरु के छ राख्न सक्नुहुनेछ। चाहिँ यो राखेको थिएँ ललितपुर 477 लगनखेल ठेगाना र इमेल तपाईले राख्न सक्नुहुन्छ। जे पनि जस्तो मैले राखेँ राम राई 422@gmail.com राखेर टेलिफोन राख्न सक्नुहुन्छ, यानि नम्बर राख्न सक्नुहुन्छ। मैले चाहिँ 2468110 ओके भइहाल्यो। यसलाई आज यो गरेर टिक गर्नु भइसकेपछि चाहिँ यसलाई मैले सेभ एन्ड कन्टिन्यू मा थिच्छु। थ्यांक्स। यो जाने बित्तिकै चाहिँ यहाँनिर मेरो अब माग्ने मेन चाहिँ यहाँनिर धेरै जनाले चाहिँ यहाँ मिस्टेक गर्नुहुन्छ है। अनि यो हामीलाई चाहिँ के मागेको हुन्छ भन्दा चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ एउटा कभर लेटर मागेको हुन्छ र एउटा सिटिजनशिपको हामीलाई त्यसको चाहिँ फोटो माग्छ। अनि याद गर्नुहोस्, हामीले यहाँनिर जस्तो मैले अहिलेलाई सिटिजनशिपको राख्ने भने चाहिँ त्यो मिनिमम पनि चाहिँ रिक्वायरमेन्ट हेर्नु है 200 KB हुनु पर्यो। त्यो भन्दा थोरै भयो नि प्रब्लम भएन, तर त्यो भन्दा बढी हुनु भएन। र यो भन्दा बढी भयो तपाईहरुको इमेजहरु चाहिँ जस्तो मैले चुज राखेर थिचेर तपाईहरुको बढी भयो भने चाहिँ तपाईले त्यसलाई इमेजबाट तपाईले त्यसलाई साइज घटाउन सक्नुहुन्छ। त्यसको लिंक पनि म तलपट्टि राख्दिने छु, त्यसबाट तपाईले हेर्न सक्नुहुन्छ। जस्तो यहाँनिर अहिले कभर फोटो कभर लेटर हाल्नेछ। कभर लेटरमा चाहिँ हामी यहाँनिर लेख्नुपर्ने हुन्छ योको लागि मैले एप्लाई गर्न लागेको भनेर। अनि यो दुईटा यसरी एउटा कभर लेटर, जो कभर लेटरको लागि तपाईले यहाँनिर सिलेक्ट गरेर गर्न सक्नुहुन्छ। र अर्को भनेको चाहिँ म यसको लिंक पनि दिन्छु, अटोमेटिक जेनेरेट गर्ने कभर लेटर कसरी गर्ने भन्ने चाहिँ यसको लिंक पनि म तल राख्दिने छु। यहाँ हान्ने बित्तिकै हजुरहरुले चाहिँ कभर लेटर चाहिँ यहाँ आएर तपाईले बनाउन सक्नुहुनेछ। यहाँ तपाईले आफ्नो नाम लेख्नु, जस्तो मैले लेखेँ राम बहादुर राई भनेर लेखेँ। इमेल तपाईहरुको हुनु पर्यो, इमेल राख्नु पर्यो। इमेल मैले त्यही राखेँ राम राई 52 @
@gmail.com मा राखेँ र फोन नम्बर यहीलाई कपी गरेर एकछिन भनेर यहाँ रहन्छ फरवर्ड तपाईँले जे लेख्नु भने तपाईँले मिलिदिन्छ त्यसपछि डोमेन के राख्नु भएको हामीले राम बहादुर राई है यो .com यहाँ तय छ एक्सटेन्सन चाहिँ जेनेरेट गर्ने बित्तिकै यसले चाहिँ हाम्रो के गराउँछ भने यसरी एउटा बनाएर दिन्छ अनि यसको चाहिँ तपाईँले डाउनलोड गर्नु भयो भने हुन्छ यहाँ थिचेर नभए तपाईँले यसको स्क्रिनसट लिनु भयो भने हुन्छ है अनि यो गरिसक्नु भएपछि चाहिँ यसलाई चाहिँ तपाईँले लगेर यहाँनिर गएर चाहिँ अलिकति चुज गरेर जहाँनिर डाउनलोड गर्नु भएको छ त्यहाँबाट गएर यहाँ हालिदिनुहोस् अनि यो हुने बित्तिकै तपाईँको यो सबै सेभ गरेर सबमिट गर्नुपर्ने हुन्छ सबमिट गरेपछि चाहिँ हामीले यसरी वेट गर्नुपर्ने हुन्छ जस्तो म यहाँ मेरो देखाउने छु यहाँ गएर तपाईँको चाहिँ यसरी देखाउँछ यो डोमेन रिक्वेस्ट इज वेटिङ रिसिभ एन्ड वेटिङ फर द एप्रुभल भन्ने देखाउँछ मैले यसको लागि ट्राई गरेँ भने त सेभ गरेर पठाउनु भएपछि चाहिँ अनि हामीले यसरी अब जहिले यो हुन्छ तब देखाउँछ अब म चाहिँ मेरो देखाउने छु मेरो एक्टिभ चाहिँ कुन छ भनेर है अहिले भ्यू गरौँ मेरो एक्टिभलाई चाहिँ यो चाहिँ यो मान्छेको हालको भयो होइन अलि तलको सरी मेरो एक्टिभमा छ यहाँ यो चाहिँ मेरो यहाँनिर छ तपाईँले हेर्न सक्नुहुन्छ एक्टिभ छ चलिरहेको छ अहिले यसलाई मैले भ्यू बनाउन सक्छु तपाईँले हेर्न सक्नुहुन्छ है अनि पुनः पत्याउनु भयो यसलाई नै मैले यहाँ गएर यसलाई नै फेरि गएर म कपी गर्नेछु है हेर्नु है त कपी गरेर पेस्ट गरेँ हेर्नुहोस् त यसरी चाहिँ तपाईँले पछि यसलाई युज गर्न सक्नुहुन्छ अहिले चाहिँ पहिला हामी यसको नाम चाहिँ हामीले एक्टिभ भनेर तपाईँहरूको आउनुपर्ने हुन्छ अहिले छैन अनि यो मेरो फेक हो त्यही भएर यो मैले चलाइन अहिले तपाईँले चाहिँ यसलाई पनि त्यसरी गर्न सक्नुहुन्छ तर पहिला सुरुमा यहाँ तपाईँले लगइन गर्नुपर्ने हुन्छ है यहाँ लगइन गर्नुपर्ने हुन्छ अहिले म यहाँ लगइन छु मैले पहिले बनाएको छु मैले त यो फेक हो नि त त्यही मैले मेट्दैछु तपाईँले चाहिँ यसरी ट्राई गर्न सक्नुहुनेछ अनि यो तपाईँको जब एप्रुभल हुन चाहिँ 2 दिनसम्म टाइम लाग्न सक्छ तपाईँले त्यो आफ्नो जिमेल चाहिँ चेक गरेर कहिले चाहिँ तपाईँको एप्रुभ हुनसक्छ कहिले चाहिँ एप्रुभ नहुन नै सक्छ है त्यही भएर तपाईँको डाटा तपाईँले जुन प्रोभाइड गर्नुहुन्छ इन्फर्मेसन त्यो चाहिँ मेक स्योर कि तपाईँको नागरिकतासँग चाहिँ म्याच होस् नाम र तपाईँको थर्ड अनि त्यो हामीले कुराहरूमा पनि तपाईँले कसरी राख्नुहुन्छ त्यो सबै कुराहरू चाहिँ राम्रोसँग 200 KB भन्दा थोरै राख्नुहोस् तर बढी राख्नु चाहिँ यसले एक्सेप्ट गर्दैन है त्यो सबै तपाईँले हेर्नुपर्ने हुनेछ हुन्छ थ्याङ्क यू आजको यो चाहिँ सकिएको छ पार्ट 1 हामी पार्ट 2 मा फेरि भेट्नेछौँ